के एउटा कानूनी आदेशले हजारौं परिवारलाई तत्काल ठूलो राहत दिन सक्छ? काठमाडौँका नदी किनारका बस्तीका सम्बन्धमा सर्वोच्च अदालतले भर्खरै एउटा अन्तरिम आदेश जारी गरेको छ, जसले विकास र नागरिकको मौलिक हक बीचको सन्तुलनलाई पुनः परिभाषित गरिएको छ। 2083 साल वैशाख 25 गते माननीय न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले गरेको यो आदेशका मुख्य 3 कुराहरू यस्ता छन् साथीहरू। नम्बर 1, जबरजस्ती विस्थापित नगर्नु। उचित विकल्प बसोबासको व्यवस्था वा कानून बमोजिमको प्रक्रिया पूरा नगरी कसैलाई पनि जबरजस्ती नहटाउनु। नम्बर 2, मानवीय संकटको ध्यान दिनु। बिना तयारी मानिसलाई हटाउँदा आवास, शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकमा गम्भीर असर पर्ने भएकाले मानवीय संवेदनशीलतालाई विचार गर्नु। नम्बर 3, आधारभूत आवश्यकता पूरा गर्नु। जसलाई पहिले नै हटाइसकेको छ उनीहरूको हकमा पनि घाँस, बाँस र कपास जस्ता आधारभूत आवश्यकताको प्रभावकारी प्रबन्ध मिलाउनु। यो आदेश अहिले अदालतका विचाराधीन मुद्दामा आएको अन्तरिम निर्णय हो, तर यसले एउटा बलियो संवैधानिक नजिर स्थापित गरेको छ। यसको अर्थ नेपालको जुनसुकै कुनामा पनि राज्यले कुनै कदम चाल्दा कानूनी शासन र उचित प्रक्रियाको पालना अनिवार्य रूपमा गर्नुपर्छ। सार्वजनिक जग्गा ओक्टिन पाइन्छ भन्ने होइन साथीहरू, तर नागरिकको मौलिक हकको सम्मान गर्दै उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो। कानूनी सचेतनाका लागि यो भिडियो शेयर गर्नुहोला साथीहरू।